सांसद हर्कले संसदमा खोजे बालेनको हाजिरी र जवाफ। संसदमा हर्कको चुनौती, प्रधानमन्त्रीले हाजिर नगरे पद स्वतः खारेज हुन्छ। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्री बालेन शाहको उपस्थितिमाथि प्रश्न उठाउँदै संसदमा उनको हाजिरी विवरण सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधि सभा नियमावली नियम 4 अनुसार प्रत्येक सांसदले बैठक कक्षमा प्रवेश गर्नु अघि हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति मार्फत आफ्नो उपस्थिति जनाउनु पर्ने व्यवस्था रहेको स्मरण गराउँदै साम्पाङले प्रधानमन्त्रीले उक्त प्रक्रिया पूरा गरे नगरेको स्पष्ट पार्न माग गरे। संसदमा बोल्दै उनले प्रश्न गरे, प्रधानमन्त्रीज्यू यहाँ आउँदा हाजिर गर्नु भएको छ कि छैन? यदि हाजिर गर्नु भएको छैन भने उहाँ प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ। साम्पाङले प्रतिनिधि सभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पद समेत स्वतः रद्द हुने दावी गर्दै यस विषयमा स्पष्ट जवाफ दिन सरकारलाई आग्रह गरे। उनले प्रधानमन्त्रीसँग अर्को गम्भीर प्रश्न पनि उठाए। नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको भन्ने दावीको तथ्य सार्वजनिक गर्न माग गर्दै साम्पाङले यदि उक्त अभिव्यक्ति गलत साबित भए प्रधानमन्त्रीले राष्ट्र समक्ष माफी माग्नु पर्ने बताए। प्रत्येक सदस्यले बैठकमा आउनु पर्नेछ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्नेछ भन्ने छ। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा